जनवरी फेब्रुअरीमा चाहिँ हामीले जिरेनियमका प्रुनिङ गरेका थियौँ र प्रुनिङ गरेर जति पनि हाँगाहरू निस्केका थिए हामीले त्यो हाँगाहरूको सबको कटिङ बनाएर कटिङ राखेका थियौँ। सबै कटिङमा नयाँ पौलाहरू आइसकेको छ, नयाँ पातहरू देखा परिरहेको छ। हामीले चाहिँ जिरेनियमको कटिङ वर्षमा एकपल्ट मात्रै नराखेर धेरैचोटि राख्ने गरेका छौँ वर्षमा, र प्राय जहिले पनि राख्छौँ सबै सरेको नै हुन्छ। र यो उखालेर तपाईँहरूलाई देखाइरहेको छौँ हामीले। अब हेर्नुहोस्, यसमा एकदमै राम्रो रुटिङ भएका छ र अब चाहिँ यसलाई हामीले उखालेर सार्नुपर्ने हुन्छ। सुरुमा चाहिँ यसलाई हामीले मसिनो गमलाहरूमै सार्नेछौँ। 4 इन्चको गमला लिएको छौँ र 4 इन्चको गमलामा चाहिँ यो कटिङहरूलाई हामीले ट्रान्सप्लान्ट गरिरहेका छौँ। जिरेनियमको ग्रोथ चाहिँ पत्ताको मलमा, लिफ मोल्डमा चाहिँ एकदमै राम्रो हुन्छ। त्यसै कारणले हामीले यो बिरुवाहरूलाई ट्रान्सप्लान्ट गर्नुको निम्ति चाहिँ 90% नै हामीले जङ्गली मल लिएका छौँ र 10% चाहिँ यसमा चाहिँ गार्डनको माटो मिसाएको छौँ। अरू त्यसबाहेक केही पनि मिलाएको छैनौँ। यति बेला चाहिँ जिरेनियमको एक्टिभ ग्रोथ हुने टाइम हो र अब यसलाई फुल्नु पनि बेसी टाइम लाग्दैन। 1 महिनाभित्रमा यसमा कोपिलाहरू आएर फुल पनि फुल्न सुरु गर्छ। यदि तपाईँहरूलाई जिरेनियम मनपर्छ भने चाहिँ यति बेला तपाईँहरूले जिरेनियम किनेर ल्याउनु सक्नुहुन्छ। यो जति पनि जिरेनियमका नयाँ बिरुवाहरू छ सबै हाइब्रिड भ्याराइटीको जिरेनियमहरू हो र आउने दिनहरूमा तपाईँहरूलाई यसमा फुल फुलेको नि हामी देखाउनेछौँ। त्यति बेलासम्म प्रतीक्षा गर्नुहोस् र भिडियोलाई जतिसक्दो लाइक गर्नु।